पार्टीको विधान चुनावी राजनीतिमा त्यो हुन्छ। मैले अहिले भर्खर एउटा इन्ट्रेस्टिङ आएको थियो कि हाम्रो यो दीपक राज जोशी उठ्नु भएको छ नि, तनहु कति नम्बरमा हो त्यो? 5 नम्बर। तनहु 1 नम्बर। 1 हो कि 5 हो? 1 2टा मात्रै छ त्यहाँ। त्यहाँ चाहिँ कैँची चिन्ह लिएर मैले अन्तर्वार्ता ल्याएको छु। गोविन्दराज जोशीको सुपुत्र हुनुहुन्छ होइन, तर बाबुसँग कुरा नमिलेर अमेरिका गएर बसेर पछि फर्केर आए मान्छे। र बडो इन्ट्रेस्टिङ यहाँ कुरा गरेका छन् क्या होइन। अब एकातिर हाम्रा यी प्रचण्ड स्वर्णिम वाग्लेहरू जस्ता गएर चाहिँ अब गेरुवा वस्त्र लाएर गर्ने, अब यो त सबै नाटक भन्ने त बुझिन्छ होइन। उनले 4वटा चाहिँ कुरा गरेका छन् क्या, वैदिक दर्शनमा राज्यका 4 आधार स्तम्भ भनेर उनको चुनावमा चाहिँ उसको अहिले सर्कुलेट गरेर रहेछ क्या। कुनै पनि राष्ट्रको उन्नति र सुशासनको लागि हाम्रा प्राचीन धर्मशास्त्रले 4 प्रकारका सत्ताहरूको विशिष्ट व्याख्या गरेका छन्, त्यो हामीले ध्यानमा दिनुपर्छ भनेर उनले भनेको छ। अब कतिले उनको कुरो सुन्छन्, त्यो कुरो छोडौँ, तर कुरो चाहिँ साँच्चैको त्यो धर्मको कुरो गर्ने हो भने यसरी ल्याउनु पऱ्यो क्या। राष्ट्र सत्ता यो सबैको साझा सत्ता हो, यसलाई नेसनल सोभरेन्टी भन्छ है। सबै नागरिकले यो मेरो राष्ट्र भन्ने अपनत्व जुन पृथ्वीनारायण शाहले गराएको थिए। दोस्रो राष्ट्र सत्ता, राजसत्ता। राजसत्ता भनेको स्टेट गभर्नेन्स, यो विधिको शासन होइन। अनि प्राचीन मौलिक वैधानिक वेद सम्मति पद्धति इत्यादिबाट के पालना गर्ने, किनभने अघि तपाईँले हामीले कुरो गर्यो नि, कानुनले यो ठिक बेठिक कसरी भन्छ भन्दा त्यो केही मूल्य मान्यताबाट आएको हुन्छ नि, त्यो त्यसैले हुँदैन। तपाईँको पैसा मैले चोर्नुहुन्न, तपाईँलाई अहिले छोरो धसेर मैले, नैतिकता हो नि, त्यो कहाँबाट आयो? त्यो नैतिकता त्यसैले हामीले भेट्दा बित्तिकै बुवा आमालाई खुट्टामा ढोकाउनु पर्छ भन्ने त कहीँ लेखेकै छैन। तर त्यो के भने मूल्य मान्यता होइन। अब त्यो मूल्य मान्यता होइन त्यो है राजसत्ता भने। अनि त्यो जनसत्ता भने चाहिँ पिपल्स पावर है, यो जनताको सर्वोच्चता होइन, नागरिकले पूर्ण अधिकारको प्रत्याभूति हुने होइन। र चौथो चाहिँ नि धर्मसत्ता भनेको चाहिँ नि यही नैतिक चाहिँ नि बल होइन। त्यो नैतिक बल यो न्याय नैतिकताको आधार हो यो है। न्याय र अन्याय छुट्याउने यो चाहिँ धर्म संस्कृतिले दिन्छ। अब यो सबमा हामीले एक्चुअली ध्यान नदिकन काम गर्यो भनेदेखि चाहिँ नि हाम्रो राज्य कहिले पनि ठिकसँग चल्दैन भने बडो राम्रोसँग चाहिँ उनले लेखेर चाहिँ कसले सुन्दिने उहाँ एक्लै हुनुहुन्छ। अब एक्लै हुनुहुन्छ, तर एक्लो बृहस्पति पनि अब जेसुकै भनेपछि अब चाहिँ यो धर्मको नाममा यिनीहरू भोट माग्न खोजिरहेछन् कि हामीले गल्ती गरेछौँ भन्ने भयो, तर सच्याउने ठाउँमा छैनन्। धुलोलाई कुर्कुच्चाले टेकेर अथवा कार्पेटले छोपेर अगाडि बढ्न खोजिरहेछन्, यसको परिणाम यिनीहरूले भोग्लान्। अब चुनावको सङ्घारमा छौँ हामी, यिनीहरूका नौटङ्की हामीले देख्यौँ, कोही गाई खाने भन्छन्, कोही लाइन लागेका छन्, पास्टर 19 जना छन् भन्ने पनि चर्चामा आइसकेका छ। अब मलाई भनिदिनुहोस् त, यही बेला चाहिँ भू राजनीति बडो जटिल छ। तपाईँ त भू राजनीतिको जानकार, हामी धेरै जसो भू राजनीतिको विषयमा चर्चा गर्थ्यौँ। चीनको एकजना लेखकले जुन कुरा लेख्नुभयो त्यो नेपाली सञ्चार माध्यममा व्यापक भयो भने अहिले त्यो हटाउन लगाएर त्यो छैन। अहिले यो विषयलाई